अब यहाँ ल्याएर जीवनलाई दिए भने जीवनलाई दिए भने त स्ट्यान्ड होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। पोहोर साल 23 र 24 गते पछाडि नाङ्गै ड्युटी गरेछ प्रहरीले, खाली खुट्टा गरेछ, युनिफर्म नभइकन गरेछ, साधन नभइकन बनाएछ। एउटा पनि साधन 593 सवारी साधन जलेको काठमाडौँमा, यो मुलुकमा। चुनाव हुने अगाडि 1 महिना अगाडि, झन्डै 20 दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको। त्यो 6 महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, यहाँ गस्ती पटोल कसरी गरेछ, शान्तिसुरक्षा प्रत्याभूति कसरी गरेछस् भनेर त कसैले प्रश्न सोधेन। भगवान्ले आएर चलाएको थिएनन् नि, हामीले चलाएको मागेर। र त्यतिखेर पनि हाम्रा बिग्रेका भत्केका छेदविच्छेद भएका चौकीहरू जनताले बनाइदियो। जनताको त्यत्रो दर्वीभूत हुने अवस्थामा सवारी साधन टाइमले दिए भए हुन्थ्यो नि त, अझ गतिलो यो चुनाव भव्य गराइदो हो होइन। र त्यसैले मैले अगाडि भने यो सबै मान्छे डराउने स्थिति बन्यो। पहिला हाम्रो पनि त्यो सुडानमा त्यस्तै समस्या बन्यो। यो खरिद गर्ने कुरामा सबै किसिमको मान्छेहरू पन्चिन थाले। को नपन्चिने? उच्च होदामा नेतृत्वमा पुगेपछि पन्चिन नमिल्ने भयो। नपन्चिकन राम्रो काम गरौँ भने मैले अगाडि त्यही भएर भनेको, एउटा सुरु नै गरेको छैन, चर्चा भएको छैन, एउटा यसो गर्न पाए हाम्रा के अरे मृत्यु भएका, शहादत प्राप्त गरेका अमर प्रहरीहरूको परिवारलाई भर्तेको हुन्थ्यो कि भनेर राखेको प्रश्नमा 30 लाख खायो लेखिदियो। अब 30 लाखको पनि एकचोटि बोलाइदिनु न हजुर। फेरि यो लेखा संहिता 30 लाख खाइसरी अनु बोलाएर फेरि जवाफ दिनु पर्ला। त्यसरी कसरी सिर्जना हुन्छन् यी कुराहरू भन्ने पनि छ। एक थरीले शपथै खाएर यो 1 जुनीमा शपथै खाएर चाहिँ निवेदन लेख्ने मान्छे पनि छन् नि, नाम भन्नुला नि म। त्यसको कल डिटेल पनि लिएर हेरिदिउँ नि त। हाम्रा सबै लिउँ। जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष UN काम गरियो ल, त्यसपछि ल्याउँ नि त, सबै ल्याउँ न, हिसाब गरौँ। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने जीवनलाई दिए भने त स्ट्यान्ड होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। एउटा त्यो पनि मैले भन्दैछु। त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि, सबैका परेका निवेदन यस्तै गरी आउँदाखेरि चाहिँ गाह्रै पर्छ। अब मलाई पनि सोध्दैछु ल्याउँ कि क्या हो।